हेलो नमस्ते सबैजनालाई सलामवालेकुम जोरले सेवारो फ्याफुला जोजोलापा होलसेल नमस्कार सबैजनालाई है म चाहिँ यहाँ तपाईँहरूसँग चाहिँ के कुरा गर्न आइरहेको छु भन्दाखेरि आज चाहिँ ड्रग रिलेटेड कुरा हो क्या आज चाहिँ कफी रिलेटेड कुरा होइन होइन किनभने आज अन्तर्राष्ट्रिय ड्रग डे हो अनि अन्तर्राष्ट्रिय लागु पदार्थ दिवस तथा अवैध तस्कर विरुद्धको दिवस है अनि यसलाई चाहिँ दिवस भनेर सेलिब्रेट गर्नुभन्दा पनि मलाई चाहिँ मेरो आफ्नो पोइन्ट अफ भ्यू मेरो चाहिँ अनुभव अनि मलाई लागेको कुरा यसलाई सेलिब्रेट गर्नुभन्दा पनि तपाईँको गाउँ समाजमा कतिपय भर्खर यङ जेनेरेसनको भाइ बहिनीहरू दाजुभाइहरू दिदीबहिनीहरू औषधमा फसिराख्नु भएको छ भने चाहिँ त्यो कुरालाई चाहिँ सेलिब्रेट भन्दा पनि अवेरनेसको आजको दिवसलाई अवेरनेस गरेर चाहिँ लिनुपर्छ जस्तो मलाई लाग्छ होइन अनि उहाँहरूलाई राम्रो मेसेज राम्रो कुराहरू दिनुपर्छ अनि हाम्रो नेपाली समाजमा एउटा के छ भन्दाखेरि ड्रग भनेको लागु पदार्थ यो हो यता हो फल्ना हो ढिस्काना हो यो हो त्यो हुन्छ तर त्यसमा अल्कोहल पनि पर्छ है हाम्रो समाजमा हाम्रो सोसाइटीमा हाम्रो नेपाली समाज सोसाइटी अनि हाम्रो पूर्वदेखि चलिआएको कतिपय ठाउँमा हाम्रो नेपालमा चाहिँ मर्दा पर्दाखेरि पनि अल्कोहललाई युज गर्ने गर्छौँ नगर्नु भनेको होइन तर गर्छौँ होइन अनि त्यसलाई चाहिँ हामीले लिगल्ली तरिकाले चाहिँ समाजमा छ क्या अनि त्यो पनि एक प्रकारको ड्रग हो त्यसले गर्दाखेरि पनि मान्छेको लाइफमा सोसाइटीमा परिवारमा समाजमा चाहिँ हार्म हुन गइरहेको छ है त अनि यो कुराहरूलाई चाहिँ एउटा म्यासेजको रूपमा लिनु होला नकारात्मक नलिनु होला अनि सबैजनाले चाहिँ हजुरको गाउँ समाज सोसाइटीमा चाहिँ ड्रग एडिक्टहरूलाई हेला गर्ने भन्दा यो पेचाडे यो यस्तो यो त्यस्तो यताउता अगडम बगडम भनेर उहाँहरूलाई डोमिनेट गरेर नराम्रो गर्नुभन्दा यदि तपाईँको फ्यामिलीमा पनि कसैले ड्रग लिइराख्नु भएको छ नि उहाँलाई नराम्रो तरिकाले ट्रिट गर्नुभन्दा कराउनुभन्दा चाहिँ मायाको चाहिँ खाँचो हुन्छ है लभ एन्ड केयरको जति माया दिनुहुन्छ जति केयर गर्नुहुन्छ त्यसरी चाहिँ उहाँहरूलाई चाहिँ हेल्प हुन्छ उहाँहरूको भावनालाई बुझिदिनु होला नकराउनु होला माया गरिदिनु होला उहाँहरूलाई चाहिँ त्यसरी चाहिँ हेल्प हुन्छ अनि अर्को कुरा तस्करको कुरा आउँदैछ तस्कर दिवस पनि हो होइन अनि तस्करको कुरा गर्दाखेरि चाहिँ हाम्रो बोर्डर साइडमा चाहिँ सबभन्दा बढी वर्ल्ड वाइडै धेरै तस्कर हुने भनेको ड्रग हो क्या होइन अनि त्यही भएर चाहिँ यसलाई चाहिँ गाउँ समाजबाट भन्दा पनि जराबाट बोर्डर साइडहरूबाट कता कताबाट आइरहेको छ कता कताबाट तस्कर भइरहेको छ तस्कर हुने मेन ठाउँ भनेको हाम्रो नेपालको लागि चाहिँ रिसोर्सै इन्डिया हुन्छ होइन अनि त्यहाँबाट चाहिँ रिसोर्स हुन्छ त्यहाँबाट चाहिँ आउँछ त्यहाँबाट तस्कर हुन्छ त्यसलाई चाहिँ अलिक इम्पोर्टेन्स दिनु होला कसरी गाउँ समाजमा अवेरनेस फैलाउने हस्पिटलहरूमा बच्चाहरूलाई सिकाउने होइन त्यस्तो गऱ्यो भने चाहिँ हामीले चाहिँ ड्रगलाई अलिकति कन्ट्रोल गर्न सक्छौँ होइन एकैचोटि बन्द गर्न त सक्दैनौँ तर गाउँ समाजमा अलिकति कन्ट्रोल गर्न सक्छौँ जतिजनाले पनि हेरिदिनुहुन्छ मेरो भ्युर्सहरू अरू कस्तो कस्तो कन्टेन्ट चाहिन्छ कस्तो कस्तो भिडियो चाहिन्छ हेरिदिनु होला फलो गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला धन्यवाद